माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को बजेटमाथि हामी सामान्य छलफलको प्रक्रियामा सहभागी भएका छौं। बजेट वक्तव्य सुनियो, अरु डिटेलमा हेर्न त बाँकी छ। प्रारम्भिक धारणा म यहाँ प्रस्तुत गर्न चाहन्छु आफ्नो। नीति कार्यक्रममाथिको छलफलमा पनि मैले आफ्नो विषय राख्ने क्रममा राखेको थिएँ। माननीय सभामुख मार्फत भन्न चाहन्छु, सरकार यो सभा त्यसप्रति जानकार नै छ। त्यसैलाई हुबहु बोकेर क्रियाकलाप छुट्यो होला, तर यसको मूल पक्ष मैले जे भनेको थियो मूल पक्ष त्यही बोकेर यो बजेट वक्तव्य आइपुगेको छ। यसकारणले गर्दाखेरि नीति कार्यक्रममा मेरो धारणा जे थियो, निष्कर्षमा मेरो यो बजेटमा पनि धारणा त्यही छ भन्ने कुरा माननीय सभामुख मार्फत म यहाँ जानकारी गराउन चाहन्छु। प्रारम्भमा कर्णाली प्रदेशको आर्थिक अर्थतन्त्रका सूचकहरू राख्ने हाम्रो टार्गेट के हो, लक्ष्य के हो भन्ने कुरा यो बजेटको हाम्रो परम्परा हो, त्यसमा उल्लेख गरिएको हुनुपर्छ। बजेटको गन्तव्य के हो त? बजेटको गन्तव्य हामी यो बजेट कार्यान्वयन गरिसकेपछि हामीले यति प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्नेछौँ भन्ने कुरा बजेटको गन्तव्य हो। बजेटको गन्तव्य के हो? यो बजेट कार्यान्वयन भइसकेपछि कर्णाली प्रदेशका जनताहरूको प्रति व्यक्ति आय यति हुनेछ भन्ने कुरा बजेटको गन्तव्य हो। यो किताबमा मैले हेरेँ सभामुख महोदय, अर्को किताब ल्याउनुहुन्छ कि माननीय अर्थमन्त्रीज्यूले मलाई थाहा छैन। यो बजेट कार्यान्वयन भइसकेपछि हाम्रो आर्थिक वृद्धि दर यति हुनेछ भन्ने कुरा कोही पनि उल्लेख छैन। कर्णाली प्रदेशका जनताको प्रति व्यक्ति आय यति हुनेछ भन्ने कुरा कोही पनि उल्लेख छैन। त्यस कारणले गर्दाखेरि म प्रारम्भमै भन्न चाहन्छु, यो बजेट वक्तव्य अथवा यो बजेट वक्तव्य जो छ यो पुस्तक अपूर्ण छ। विगतको स्मरण गर्दै म माननीय मुख्यमन्त्रीलाई सोध्न चाहन्छु, यो अपूर्ण पुस्तकमाथि हामी छलफल गर्ने कि नगर्ने? यो गम्भीर प्रश्न हो। अपूर्ण पुस्तकमाथि प्रदेश सभामा छलफल हुन्छ कि हुँदैन? सभामुख महोदय, म हुनै सक्दैन भनेर एकदम यहाँ उभिएर त्यसपछि गएर सदन अवरुद्ध गर्ने पक्षमा त म छैन। त्यो कल्चर हामी नबसालौँ भन्ने विगतदेखिकै मेरो आफ्नो मान्यता हो। तर यस्ता प्रकारका अपूर्ण डकुमेन्टहरू ल्याएर गन्तव्यविहीन वक्तव्यहरूले गन्तव्यविहीन बजेट ल्याएर प्रदेश सभामा छलफल गरेर त्यसपछि गएर समयको वेस्टेज मात्रै हो भन्ने कुरा म प्रारम्भमा राख्न चाहन्छु। हामीले गत वर्षको बजेट ल्याउने बेलामा के भन्यौँ त सभामुख महोदय? हाम्रो आर्थिक वृद्धि दर यो वर्षको अन्त्यसम्म गइपुग्दाखेरि 4% हाम्रो हुनेछ भनेर भन्यौँ। तर हाम्रो अन्तिममा के भन्दा 5.25% आर्थिक वृद्धि भयो भनेर यसले बोल्छ। अहिले हामी यो डकुमेन्टले के बोल्छ? यो के अरे आर्थिक वर्षको बजेट कार्यान्वयन भइसकेपछि 2.98% हाम्रो आर्थिक वृद्धि हुनेछ भन्ने प्रक्षेपण गरेको छ। यो आर्थिक वर्षको आगामी आर्थिक वर्षको यो बजेट कार्यान्वयन भइसकेपछि हाम्रो आर्थिक वृद्धि दर कति हुने हो भन्ने कुरा कोही पनि उल्लेख छैन। प्रति व्यक्ति आय $1121 थियो। यो आर्थिक वर्षमा हाम्रो $1108 हामी हुनेछौँ भन्छ। त्यसपछि गएर अर्को आर्थिक वर्षमा यो बजेट कार्यान्वयन भइसकेपछि हामी कहाँ पुग्छौँ भन्ने कुरा कहीँ पनि बोल्दैन। कुल ग्रास्त उत्पादनमा हाम्रो योगदान कति हुने हो बोल्दैन, प्रति व्यक्ति आय कति हुने हो बोल्दैन, त्यसपछि गएर के अरे हाम्रो आर्थिक वृद्धि दर कति हुने हो त्यो बोल्दैन, होइन? मुद्रास्फीति यो आगामी आर्थिक वर्षको बजेटमा त्यो बोल्दैन भनेपछि बजेट के बजेट हो यो? यहाँ सरकार गम्भीर रूपमा चुकेको छ। त्यसकारणले गर्दाखेरि यो कसरी हो, यसलाई कसरी, मेरो चिन्ता हो सभामुख महोदय। सरकारले ल्याएन भने मेरो विरोध होइन, मेरो चिन्ता हो। भावी दिनमा कसैले यो बजेट हेऱ्यो भनेपछि के भन्ला भन्ने चिन्ता हो। यही बजेटमाथि यो प्रदेश सभामा छलफल गरेर यही पास हो भन्ने कुरा कसैले सोच्यो भनेपछि भोलि कोही अनुसन्धान गर्ने मान्छेले सोच्यो भने के भन्ला, हाम्रो क्षमतामाथि के प्रश्न उठाउला भन्ने चिन्ता हो। यो चिन्ताका साथ मात्रै मैले यहाँ विषय राख्दैछु सभामुख महोदय। त्यसकारणले गर्दाखेरि गम्भीर विषय हो। यसलाई अन्तिमसम्म गइपुग्दाखेरि कसरी हल गर्ने हो, सरकारलाई फेरि मैले आग्रह गर्नुपर्छ, हल गर्नुहोस् है तपाईँहरू। नत्र यो लज्जाको भारी बोकेर जान सक्ने स्थिति हामीहरूले हुन्छ कि हुँदैन भन्ने कुरा म गम्भीर रूपमा यो प्रदेश सभामा दर्ज गर्न चाहन्छु। दोस्रो कुरा, कर्णाली प्रदेशको आवश्यकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने भन्ने हाम्रो लक्ष्य हुन्छ। उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, रोजगारी बढाउने, बेरोजगारीको समस्या हल गर्ने, होइन? रोजगार मार्फत स्वरोजगार यहाँ सिर्जना हुने भन्ने कुरा त आइ नै राखेको छ त विगत 2-3 वर्षदेखि। त्यो गर्ने कुरामा हामीले कुन क्षेत्रलाई फोकस गर्ने हो भन्ने सन्दर्भमा, जस्तो कृषिको गतिविधि हाम्रो कुल ग्रास्त उत्पादनमा कर्णालीले योगदान गर्ने सबभन्दा हाई योगदान गर्ने भनेको कृषि क्षेत्रबाट हो। त्यसमा पनि अझ बाली उत्पादनमा हो। मैले अहिलेसम्म जानेको बुझेको हुन त हाम्रो फलफुल, त्यसपछि पशुपालन, जडीबुटी त अर्को क्षेत्रमा फलफुल पशुपालनको कुरा त छ। त्योभन्दा पनि अझ के हो त भन्दाखेरि बाली उत्पादनकोले कुल ग्रास्त उत्पादनमा योगदान बढाउने, तीव्र योगदान बढाउने हुन्छ।
त्यसमा हाम्रो कार्यक्रम के हो भन्ने कुरा सरसर्ती हेर्दाखेरि हामीले कृषिका कार्यक्रमहरूको जे सीमितता राखेका छौँ त्यसले टोटलमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र त्यसपछि गएर आर्थिक गतिविधि चलायमान बनाउने र त्यसपछि गएर उच्च आर्थिक वृद्धि दर हामीले हासिल गर्ने लक्ष्य त छैन, चाहना जो छ त्यो चाहनालाई हामीले पुरा गर्ने सक्ने स्थिति हुन्छ कि हुँदैन भन्ने कुरा छ। यहाँ उद्योग व्यवसायहरू सञ्चालन गर्ने, उद्यमशीलता वृद्धि गरेर त्यसपछि गएर आर्थिक क्रियाकलाप बढाउने र हाम्रो तीव्र आर्थिक वृद्धिको यात्रालाई अगाडि बढाउने सन्दर्भमा हाम्रो त्यो क्षेत्रमा छुट्याएको बजेटको अङ्क के हो मैले यहाँ सुन्दै थिएँ होइन। बजेट भाषणमा त अब 1 करोड 50 लाख 26 लाखसम्मको पनि बजेट भाषणमै उल्लेख गर्नुभएको छ त। उद्योगको क्षेत्रमा कति बजेट छुट्याइएको छ र त्यसपछि गएर हामी त्यो क्षेत्रलाई कसरी विकास गरेर लैजान्छौँ र आर्थिक रूपान्तरणको हामीले जे लक्ष्य राखेका छौँ अन्तिममा बजेटको निष्कर्षमा जे अर्थमन्त्रीज्यूले यहाँ व्यक्त गर्नुभएको छ त्यो उद्देश्य पुरा गर्नको लागि त्यो बजेटले हाम्रो सम्भव होला त। सेवा क्षेत्रमा हामीले हेर्दाखेरि जे बजेट जहाँ एलोकेट भएको छ त्यसले अगाडि बढाउला त। यो टोटालिटीमा हेर्दाखेरि मैले के देख्छु त भन्दाखेरि सभामुख महोदय, आर्थिक वृद्धि दर अगाडि बढाएर लैजाने, उत्पादकत्व वृद्धि गर्ने, उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने सन्दर्भमा यो डकुमेन्टले विगतको भन्दा खस्किने होइन। आर्थिक वृद्धि दर पनि खस्किएको, यो वर्ष खस्किने प्रक्षेपण गरेकै छ, प्रति व्यक्ति आय पनि खस्किने प्रक्षेपण गरेकै छ। अझ आगामी वर्षमा के हुन्छ त भन्नुहुन्छ भने सभामुख महोदय यसले झन् खस्काउने स्थिति देख्छु त मैले त। बढाएर लैजाने, अगाडि बढ्ने भन्दा पनि अझ पछाडि धकिने स्थिति देख्छु त मैले। मेरो आफ्नो पर्सेप्सनको कुरा यही हुन्छ भन्ने मैले ठोक्का त गर्न सक्दिनँ, तर मेरो आफ्नो आकलन यस्तो छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि यो कुरा खास गरी आजको आवश्यकताको आँखाबाट हेर्दाखेरि बजेटले सही ढङ्गले दिशा निर्देश गर्न सकेन भन्ने मेरो यहाँ मत आफ्नो दर्ज गर्न चाहन्छु। अब विकास बजेटको हिसाबले हेर्दाखेरि सभामुख मलाई कस्तो बडो अनौठो लागिरहेको छ। हामी भन्छौँ पुराना योजना, कर्मागत योजना, बहुवर्षीय योजनाले धेरै भयो भनेर भनिराखेका छौँ, तर नयाँ फ्रेस योजनामा जाँदाखेरि बजेटको अङ्क जो हो त्यो सबभन्दा बढी हामीले खर्च कहाँ गरिरहेका छौँ। एकचोटि बजेट विनियोजनको शीर्षकहरू हामीले सरसर्ती हेरौँ त सभामुख महोदय। 173 करोड रुपियाँ हामी सशर्त अनुदानबाट पठाउँदैछौँ। हाम्रो टोटल नयाँ योजनामा विनियोजन भएको बजेटको झन्डै 60% हो जस्तो लाग्छ मलाई। हामीले 35 अरबको बजेट ल्याउँदाखेरि चालु खर्च छुट्याउनुहोस्, त्यसपछि गएर अनिवार्य दायित्व छुट्याउनुहोस्, बहुवर्षीय योजनाको स्रोत सुनिश्चितताको हामीले जति दिएका छौँ त्यसको रकम छुट्याउँदाखेरि सशर्त अनुदान त सशर्त अनुदान भइहाल्यो, 5 अरबपछि सशर्त अनुदान छ। त्यो सबै सेपरेट गर्दाखेरि जति बाँकी रहन्छ त्यसको तुलनामा के हुन्छ त भन्दाखेरि सभामुख त्यसको तुलनामा हेर्दाखेरि 173 करोड रुपियाँ हामीले सशर्त अनुदानमा जो पठाएका छौँ स्थानीय तहमा त्यो के झन्डै 50 देखि 60% भार हुन्छ। त्यो 50 देखि 60% भार हामी साना टुक्रे योजनामा पठाएर त्यसपछि गएर कर्णाली विकासको हामीले परिकल्पना हामीले गरिराखेका जो छौँ यो परिकल्पना हाम्रो सही परिकल्पना हो त। जागेको बेला देखेको सपना हो कि सुतेको बेला देखेको सपना हो सभामुख महोदय? यो त सुतेको बेला देखेको सपना हो। यो जाग्दाखेरि त त्यो विपन्नमा परिणत हुने सम्भावना छँदै छैन। यो कुरा नयाँ योजनामा जाने बजेटको झन्डै 50 देखि 60% हामी टुक्रे योजनामा, अरू पनि योजना टुक्रे नै छन्। टुक्रे योजना सम्बन्धी मेरो तर्क के छ त भन्दाखेरि यहाँ बेला बेलामा रोस्टरमा उभिएर माननीय मुख्यमन्त्रीले अरू मञ्चहरूमा पनि भन्ने गर्नुहुन्छ कि ठुला गर्ने भन्ने दिँदाखेरि 15 लाखका दिने भन्नुहुन्छ, सांसदतिर हामी मान्यहरूतिर फर्काइदिनुहुन्छ। म आज यो रोस्टम प्रयोग गरेर के भन्न चाहन्छु त भन्दाखेरि सभामुख महोदय, माननीय मुख्यमन्त्रीको ध्यान आकर्षण हुने गरी म के भन्न चाहन्छु त भन्दाखेरि 2 करोड लागतको योजना हामीले पेश गऱ्यौँ भनेपछि मन्त्रालयले 15 लाख राखिदिन्छ। माननीय मुख्यमन्त्री हामीले के गर्ने? यसमा दोष हामी मान्य सदस्यहरूको, प्रदेशसभा सदस्यहरूको या तपाईँको सरकारको हो यसमा दोष। त्यस कारणले गर्दाखेरि मेरो कुरा के छ त भन्दाखेरि सभामुख महोदय यो ढङ्गले यो पाराले अगाडि बढ्दै जाँदाखेरि अर्को कुरा वित्तीय हस्तान्तरणसँग सम्बन्धित अर्को कुरा विशेष अनुदानमा 48 करोड कतिको व्यवस्था गरिएको छ। हाम्रो विकासको जो खाडलहरू छन् त्यो खाडलहरू पुर्ने एउटा स्थानीय वित्तीय हस्तान्तरणमा खाडलहरू पुर्ने एउटा महत्त्वपूर्ण भूमिका विशेष अनुदानले पुरा गर्न सक्थ्यो, तर सबभन्दा कम हामीले त्यसैमा प्रयोग गर्छौँ। श्रमपूर्वक अनुदान कसैले सिफारिस गर्छ गर्दैन, समानीकरण अनुदान वित्त आयोगको सूत्रमा हामीले दिनुपर्ने बाध्यता छ भनेपछि गएर डोल्पाको डोल्पु बुद्ध गाउँपालिका र हुम्लाको चङ्खेली गाउँपालिकाले पाउने, वीरेन्द्रनगरसँग पाउने बराबरीमा कसरी लैजाने होला? प्रदेश सरकारको वित्तीय हस्तान्तरण बराबरीमा कसरी लैजाने होला भन्दाखेरि त्यस्ता पालिकाहरूलाई विशेष अनुदान मार्फत अलिकति बढी प्रदान गरेर त्यसपछि गएर समानताको आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता मैले गत वर्षको यो चालु आर्थिक वर्षको बजेटको छलफलको सन्दर्भमा पनि मैले उल्लेख गरेको थिएँ। तर आजका मितिसम्म आयो हामीले भन्छौँ काठमाडौँले कर्णालीलाई भूगोललाई मात्रै हेरेर जनसङ्ख्या मात्रै हेरेर दिने, भूगोललाई नदिने भनेर हामीले भनिराखेका हुन्छौँ। तर सभामा हुँदा हामीले दिँदाखेरि त्योभन्दा अगाडि बढ्न सकेनौँ। अब हामीलाई त्यो विषय उठाउने नैतिक धरातलमा हामी उभिएका छौँ कि छैनौँ? यो प्रश्न गम्भीर प्रश्न हो। त्यस कारणले गर्दाखेरि अब वित्तीय सुशासनको कुरा छ। मैले अब एकदम बत्ती बलिसकेको छ, मैले सकेँ सभामा हुँदै वित्तीय सुशासनको कुरा छ, विनियोजन होइन। अब अघि पनि यहाँ सरकारले बधाई त पाइसक्यो त,
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वको ऐनसँग बाजिने गरी तपाईँहरूले विनियोजन ऐन ल्याउनु भएको छ कि म प्रश्न हुन सक्छु। विनियोजन ऐनले व्यवस्था गर्यो भनेपछि हाम्रा प्रचलित कानुनहरू स्वतः रूपमा निष्क्रिय हुन्छन् भन्ने कुरा यदि हो भनेपछि त्यो ठिकै छ। प्रचलित कानुनहरूसँग बाजिने गरी विनियोजन ऐन नल्याउने हो भनेपछि त बाजियो त सभामुख महोदय। यसको निकास गर्नु हुन त सरकारले आर्थिक कार्यविधि ऐन नै संशोधन गरिदिन्छु भनेर सोचेको होला। त्यो कार्यविधि ऐन संशोधन नहुँदै त्यसपछि गएर हामीले त्योसँग बाजिने गरेका प्रावधानहरू यो विनियोजन ऐनलाई हामीले पास गर्न सक्छौँ कि सक्दैनौँ? एउटा गम्भीर विधिशास्त्रीय हिसाबले हेर्दा एउटा गम्भीर प्रश्न हो यो। त्यस कारणले गर्दाखेरि यतातिर सरकारको ध्यान जाओस् भन्न चाहन्छु। र अर्को कुरा हाम्रो गत वर्षको यो चालु आर्थिक वर्षको उसमा पनि छ सभामुख महोदय, मैले 1 मिनट मात्रै लिएँ। यो चालु आर्थिक वर्षको विनियोजनमा पनि व्यवस्था छ, अहिलेको विनियोजन ऐनमा पनि व्यवस्था राख्नु भएको छ। कार्तिक मसान्तसम्म अबन्ड रूपमा रहेको बजेट शीर्षगत रूपमा विनियोजन भएन भने स्वतः समर्पण हुनेछ भनेर लेखिएको छ। त्यो ऐन, त्यो विनियोजन ऐनको त्यो प्रावधान किन कार्यान्वयन भएन? सामाजिक विकास मन्त्रालयले त अस्तिसम्म त त्यो अपुरा विद्यालय भवन गर्ने त अस्तिसम्म टुक्राउँदै थियो त, किन कार्यान्वयन भएन? सुशासन कायम भएको छ, विधिवान छ, चलिरहेको छ। अब सरकारलाई मेरो के आग्रह छ त भन्दाखेरि सत्तापक्ष मान्यजीहरूलाई कम्तीमा पनि धन्यवाद दिने एउटा राम्रो वातावरण बनाइदिनुहोस् तपाईँहरू। कनी कुथी विषय खोजी हुने नहुने कुरामा सरकारलाई धन्यवाद दिनुपर्ने बाध्यता सत्तापक्ष मान्यजीहरूको जो छ होइन, त्योबाट अलिकति कम्तीमा पनि सुख दिनुहोस् भन्ने मेरो आग्रह छ। अर्को वर्ष अझ त एउटा अनौठो कुरा के भएछ त भन्दा सभामुख महोदय, गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले नै के गरेछ भने विद्यालय भौतिक मर्मत सुधारका कार्यक्रममा मन्त्रालयमै ल्याएर केही विद्यालयहरूको सम्झौता गरेछ। माननीय मुख्यमन्त्री यसप्रति अब जानकार हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन। ती विद्यालयहरूले अहिलेसम्म भुक्तानी भएको छैन। मन्त्रालयमा आएर योजना सम्झौता गर्ने काही व्यवस्था छ सभामुख महोदय? सरकार यसरी हिँडिरहेछ, हामी भन्छौँ सुशासनको बाटोमा हिँडिरहेछ, विधिको बाटोमा हिँडिरहेछ, हिजोभन्दा आज सप्रेको छ भनिरहेछ। त्यस कारणले गर्दाखेरि यो भन्दा पनि हामी राम्रो गरौँ होइन, नराम्रो गरेको कारणले गर्दा खुसी हुनुपर्ने कोही पनि छैन। राम्रो गरौँ, त्यसको लागि हामी सबैले ऐन कानुन र विधि कानुन अनुसार अगाडि बढौँ भन्ने कुरा राख्छु। म निष्कर्षमा के राख्छु त भन्दाखेरि यो असङ्गतिपूर्ण डकुमेन्ट छ, यसको सुधार गर्नुपर्ने धेरै पक्षहरू छन्। यसलाई कसरी सुधार गर्नुहुन्छ? सरकारले यो बजेट के पास गरुन्जेलसम्म यी सबै पाटा पक्षहरू सुधारेर आउनुहोस्। कसरी हुनुहुन्छ है, कसरी गर्नुहुन्छ? अब विगतमा गत आर्थिक वर्षमा त एउटा पछि पास गरियो मिलेन भन्नुभयो, यो मिल्छ कि मिल्दैन थाहा छैन मलाई होइन, तर मिलाएर आउनुहोस् भन्ने शुभेच्छासहित मैले आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।